यति बेला इरान र इजरायल बीचको बढ्दो तनावले अहिले सम्पूर्ण खाडी क्षेत्रमै भय र त्रास फैलिएको छ। इजरायलको रोरिङ लाइन र यता अमेरिकी सेनाको तर्फबाट अपरेसन एपिक फ्युरीको नामबाट संयुक्त रूपमा इरान विरुद्ध गरिएको यो आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको छ। खामेनीको मृत्यु केवल एक व्यक्तिको अन्त्य होइन, यो त इरानको इस्लामिक क्रान्तिपछिको एक शक्तिशाली युगको समापन पनि हो। त्यसैले अब यहाँ प्रश्न उठ्छ, के इरानमा खामेनीको मृत्युले शान्ति र स्थिरता आउँछ अथवा यो अनन्त युद्धमा लम्बिन्छ? अब के हुन्छ इरानमा? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी इरानमाथि भएको अमेरिकी हमला, डोनाल्ड ट्रम्पको खतरनाक रणनीति र मध्यपूर्वमा सल्किएको युद्धको आगोले विश्व अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा विशेष चर्चा गर्नेछौँ। लामो समयदेखि उपयुक्त अवसरको पर्खाइमा रहेको अमेरिकाले अन्ततः इरान विरुद्ध टाइम अन टार्गेट नामक अत्याधुनिक र सटिक युद्धकला प्रयोग गर्दै निकै ठूलो क्षति पुर्याएको छ। सामान्य सैन्य आक्रमणहरूमा हतियारहरू एकपछि अर्को गर्दै प्रहार गरिन्छ, तर यसपटक अमेरिका र इजरायलले फरक रणनीति अपनाए। उनीहरूले विभिन्न भौगोलिक स्थानबाट विभिन्न प्रविधि र फरक गति भएका हतियारहरूलाई यसरी संयोजन गरे कि ती सबै एकैसाथ इरानका संवेदनशील निशानाहरूमा एकैपटक विस्फोट हुँदा इरानले प्रतिरक्षात्मक कुनै कदम चाल्न पाएन, जसले गर्दा इरानले निकै ठूलो क्षति बिहोर्नु पर्यो। आफूमाथि भएको चौतर्फी आक्रमणको लगत्तै इरानले पनि अपरेसन ट्रुथफुल प्रमिस 4 मार्फत इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले जवाफ दियो। इरानको उक्त प्रहार यति सटिक र व्यापक थियो कि उसले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य शक्तिको मेरुदण्ड मानिने आधार शिविरहरूलाई नै निशाना बनाइरहेको थियो। इरानी क्षेप्यास्त्रहरूले बहराइनमा रहेको अमेरिकी नौसेनाको अत्यन्तै संवेदनशील 5औं फ्लिटको मुख्यालय, कतारस्थित अमेरिकाको सबैभन्दा ठूलो र रणनीतिक महत्त्वको अल उदैद एयरबेस, कुवेतको अल सलेम र संयुक्त अरब इमिरेट्सको अल धफ्रा बेसमा सिधा आक्रमण गर्न सफल भएको थियो। यस भीषण आक्रमणका कारण सिर्जित सुरक्षा जोखिमले गर्दा कतार, कुवेत, युएई र इराकले तत्काल आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरे, जसले गर्दा सिङ्गो मध्यपूर्वको हवाई यातायात ठप्प हुन पुग्यो। विश्वकै व्यस्त मानिने यी हवाई मार्गहरू बन्द हुनुको अर्थ केवल उडानहरू रोकिनु मात्र होइन, बरु यसले विश्व अर्थतन्त्र र आपूर्ति श्रृङ्खलामा आउने ठूलो भूकम्पको सङ्केत गर्दछ। इरानले आफ्नो सैन्य प्रवक्ता मार्फत स्पष्ट पारेको छ कि अब यस क्षेत्रका सबै अमेरिकी जमिन, समुद्री र हवाई ठेगानाहरू उसका लागि अवैध टार्गेट हुन्। यसको अर्थ यो युद्ध अब दुई देशबीचको सीमामा मात्र सीमित रहने छैन, यो लेबनानको हिजबुल्लाह, यमनको हुथी र सिरियाली विद्रोहीहरू मार्फत अझै फैलिन सक्ने देखिन्छ। इरान युद्धको विश्वव्यापी प्रभाव। इरान र अमेरिका इजरायल बीच जारी यो भीषण सैन्य टकरावले यति बेला सम्पूर्ण विश्वको आपूर्ति प्रणाली नै अस्तव्यस्त हुन पुगेको छ। अब यो युद्धको रापले मध्यपूर्वलाई मात्र नभई विश्व बजारलाई प्रभाव पार्ने निश्चित छ। अहिले नै यसको सबैभन्दा प्रत्यक्ष र भयावह असर तेल बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकाएक 20% उछाल आएको छ र ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल $80 नागिसकेको छ। यो केवल सुरुवात मात्र हुन सक्छ, किनकि विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरू अहिले इरानी सैन्य गतिविधि र सम्भावित सामुद्रिक सुरुङका कारण अत्यन्तै जोखिमपूर्ण बनेको छ। विश्वको झन्डै 20% तेल र तरल प्राकृतिक ग्यास यही साँगो र जलमार्ग भएर ओसार पसार हुन्छ। यदि इरानले यो मार्ग पूर्ण रूपमा ठप्प पारिदियो भने तेलको मूल्य प्रति ब्यारेल $120 सम्म पुग्ने र विश्वव्यापी ऊर्जा सङ्कट निम्तिने निश्चित छ। ऊर्जाको मूल्यमा हुने यो वृद्धिले अन्ततः विश्वभर नै उपभोग्य वस्तुको मूल्य बढाउने र मुद्रास्फीतिलाई अनियन्त्रित बनाउने खतरा परिरहेको छ। उड्डयन क्षेत्रमा त यो युद्धले एउटा ठूलै ब्ल्याक होल सिर्जना गरिदिएको छ। विश्वकै सबैभन्दा व्यस्त हवाई केन्द्रहरूमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल अहिले अनिश्चितकालका लागि बन्द छ, जसले गर्दा हजारौं उडानहरू रद्द भएका छन् र लाखौं यात्रुहरू फिचल्लीमा परिरहेका छन्।
इरान, इजरायल, इराक, जोर्डन, कतार र युएई लगायतका देशहरूको आकाश अहिले पूर्ण रूपमा खाली देखिन्छ। सुरक्षाका कारण विमानहरूले यी देशहरूको हवाई क्षेत्र प्रयोग गर्न छोडेपछि एसिया र युरोपलाई जोड्ने हवाईमार्ग झन्डै विच्छेद भएको छ। सामुद्रिक व्यापारको अवस्था पनि उस्तै चिन्ताजनक छ। रेड सी र पर्सियन गल्फ भएर हुने ढुवानीलाई अहिले ठूला सिपिङ कम्पनीहरूले धमाधम रोकिरहेका छन्। हुथी विद्रोहीहरूको सक्रियता र इरानी नौसेनाको सम्भावित अवरोधका कारण जहाजहरूले यी मार्गहरू प्रयोग गर्नुको सट्टा दक्षिण अफ्रिकाको केप अफ गुड होप भएर लामो दूरीको यात्रा गर्न थालेका छन्। यसले सामान ढुवानी हुने समय र लागत दुवैमा भारी वृद्धि गरिरहेको छ। अर्कोतर्फ खाडी क्षेत्रका देशहरू जस्तै बहराइन, कतार र युएईमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भइरहेको आक्रमणले यी देशहरूलाई पनि प्रत्यक्ष रूपमा युद्धमा तान्ने जोखिम बढाएको छ। यदि यी देशहरूले पनि इरान विरुद्ध सैन्य मोर्चा खोले भने मध्यपूर्वको यो व्यापारिक हब पूर्ण रूपमा रणमैदानमा परिणत हुनेछ। दोस्रो चरणको आक्रमण। इजरायलको सम्भावित दोस्रो चरणको हमला र त्यसमा इरानले दिन सक्ने प्रतिक्रियाले अबको युद्ध कुन दिशामा जान्छ भन्ने कुराको निर्गुल गर्नेछ। सैन्य विश्लेषकहरूका अनुसार यदि इजरायलले आफ्नो पहिलो चरणको आक्रमणबाट इरानको मनोबल र सैन्य क्षमता कमजोर भएको ठानेर दोस्रो चरणको हमला सुरु गरेमा त्यो पहिलेभन्दा कैयौँ गुणा घातक र निर्णायक हुने सम्भावना छ। दोस्रो चरणमा इजरायलले इरानका बाँकी रहेका परमाणु ऊर्जा केन्द्रहरू, भूमिगत क्षेप्यास्त्र भण्डारहरू र विशेष गरी रिभोल्युसनरी गार्ड्सका मुख्य कमान्ड सेन्टरहरूलाई पूर्ण रूपमा ध्वस्त पार्ने रणनीति दिन सक्छ। इजरायली प्रधानमन्त्री नेतान्याहुले अधुरो काम पूरा गर्ने भन्दै इरानको शासन संरचनालाई नै जरैदेखि हल्लाउने उद्देश्य राखेको देखिन्छ। यस चरणमा इजरायलले आधुनिक साइबर आक्रमण र जासुसी संयन्त्रको प्रयोग गरी इरानको सञ्चार र विद्युत प्रणालीलाई समेत ठप्प पार्ने प्रयास गर्न सक्छ, जसले गर्दा इरानी सेनाको समन्वयमा बाधा पुगोस् र जनतामा त्रास पाइदियोस्। तर इजरायलको यो सम्भावित दोस्रो चरणको कदम इरानका लागि गर या मरको स्थिति हुनेछ। इरानले स्पष्ट पारिसकेको छ कि उसको प्रतिक्रिया केवल रक्षात्मक मात्र हुने छैन, बरु त्यो इजरायलको अस्तित्व नै सङ्कटमा पार्ने किसिमको हुनेछ। इरानसँग अझै पनि ठूलो सङ्ख्यामा हाइपरसोनिक र लामो दूरीका क्षेप्यास्त्रहरू सुरक्षित छन्, जसलाई उसले इजरायलका प्रमुख सहरहरू जस्तै तेल अभिव र हाइफाका घना बस्ती भएका क्षेत्रहरूमा प्रहार गर्न सक्छ। इरानले आफ्नो एक्सिस अफ रेसिस्टेन्स भनिने क्षेत्रीय शक्तिहरू लेबनानको हिजबुल्लाह, यमनका हुथी विद्रोही र इराक तथा सिरियामा रहेका आफ्ना समर्थक मिलिसियाहरूलाई एकसाथ परिचालन गर्ने सम्भावना प्रबल छ। यदि यी सबै शक्तिहरूले फरक फरक दिशाबाट इजरायलमाथि रकेट र ड्रोनको वर्षा गरे भने इजरायलको अभेद्य मानिने आइरन डोम र डेभिड स्लिङ जस्ता सुरक्षा प्रणालीहरूले पनि त्यसलाई थेग्न कठिन हुनेछ। यति मात्र होइन, इरानले दोस्रो चरणको प्रतिक्रिया स्वरूप विश्वव्यापी आर्थिक हतियारको रूपमा स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा अवरुद्ध पारेर उसले विश्वको 20% तेल आपूर्ति रोक्न सक्छ, जसले गर्दा अमेरिका र युरोपमा इन्धनको हाहाकार मचिनेछ। यसले गर्दा इजरायलका समर्थक राष्ट्रहरूमाथि युद्ध रोक्नका लागि आन्तरिक दबाव बढ्ने इरानको आकलन छ। इरानको सर्वोच्च नेतृत्वले यो लडाईँलाई आफ्नो अन्तिम लडाईँको रूपमा दिएको खण्डमा उसले आफ्ना रासायनिक वा अन्य रणनीतिक हतियारहरूको प्रयोग गर्ने हदसम्मको जोखिम मोल्न सक्छ। निश्चय नै अमेरिकाले पहिलो चरणमा निकै सफलता प्राप्त गरेको छ। त्यसो त अब हुने दोस्रो चरणको हमलाले इरानलाई घुँडा टेकाउँछ वा झन बढी आक्रामक र आत्मघाती बनाउँछ, त्यसको परिणाम अब इरानसँग होइन, रुस र चीनको निर्णयमा भर पर्छ। तर अब यहाँ प्रश्न उठ्छ, आखिर त्यति धेरै रक्षा सम्झौता गरेको इरानको बारेमा आफ्नो रणनीतिक साझेदार मान्ने रुस र चीन किन मौन देखिएका छन्? कहाँ हराए रुस र चीनले दिएका आधुनिक हतियारहरू? रुस र चीनको रहस्यमय मौनता। इरानमाथि अमेरिका र इजरायलको भीषण आक्रमण र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सम्भावित अन्त्यको खबरले विश्वलाई स्तब्ध बनाएको बेला रुस र चीनको रहस्यमय मौनताले अन्तर्राष्ट्रिय राजनीतिमा एउटा गम्भीर रणनीतिक सस्पेन्स पैदा गरिदिएको छ। विश्वभरका कूटनीतिक विश्लेषकहरूले यसलाई आँधी आउनु पूर्वको शान्तिका रूपमा व्याख्या गरेका छन्। ऐतिहासिक रूपमा हेर्ने हो भने
रुस र इरान बीचको सम्बन्ध सैन्य र रणनीतिक हिसाबले अत्यन्तै घनिष्ठ रहेको छ। सिरियाली गृहयुद्धदेखि हालैको युक्रेन सङ्कटसम्म इरानले रुसलाई ड्रोन र सैन्य प्रविधिमा महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ। यस्तो अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मौनतालाई कमजोरी भन्दा पनि बरु एउटा अर्थपूर्ण रणनीतिक चालको रूपमा हेरिएको छ। विज्ञहरूका अनुसार रुसले सार्वजनिक रूपमा नबोले पनि पर्दा पछाडिबाट इरानलाई आफ्नो अत्याधुनिक S-400 एयर डिफेन्स सिस्टम, जासुसी सूचना र इलेक्ट्रोनिक वारफेयर प्रविधिहरू उपलब्ध गराइरहेको छ। रुसको रणनीति भनेको अमेरिकालाई युक्रेनबाट ध्यान हटाएर मध्यपूर्वको यो महँगो र विनाशकारी महायुद्धमा पूर्ण रूपमा अल्झाउनु हो, ताकि उसले युरोपमा आफ्नो पकड अझ बलियो बनाउन सकोस्। यता चीनको सन्दर्भमा कुरा गर्दा इरान युद्धमा चीन मौन रहने कुरा कल्पना पनि गर्न सकिँदैन। चीन केवल इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता मात्र होइन, उसले इरानमा 25 वर्षे रणनीतिक सम्झौता अन्तर्गत अर्बौं डलरको लगानी गरेको छ। त्यसैले इरानमा सत्ता परिवर्तन हुनु चीनको कूटनीतिक र आर्थिक स्वार्थका लागि एउटा ठूलो पराजय हुनेछ। तर चीनको मौनता पछाडि एउटा गहिरो आर्थिक र सैन्य दाउपेच लुकेको छ। चीनको भित्री चाहना भनेको अमेरिकालाई मध्यपूर्वको यो युद्धमा पूर्ण रूपमा थकाउनु र दक्षिण चीन सागरमा आफ्नो लागि मैदान खाली गराउनु हो। जब अमेरिका मध्यपूर्वमा व्यस्त हुनेछ, चीनका लागि ताइवान वा दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व जमाउने यो एउटा सुनौलो अवसर साबित हुन सक्छ। चीनले अब ग्लोबल सप्लाई चेनलाई इरानको पक्षमा मोडी अमेरिकी डलरको वर्चस्वलाई चुनौती दिएर अमेरिकालाई भित्रभित्रै आर्थिक रूपमा खोक्रो बनाउने दीर्घकालीन रणनीति अपनाउन सक्छ। चीन र रुस दुवैले बुझेका छन् कि अमेरिकाले आफ्नो सम्पूर्ण सैन्य र आर्थिक शक्ति खर्च गरिसकेपछि मात्र अन्तिम प्रहार गर्दा त्यसको असर घातक हुनेछ। यदि यी दुई महाशक्तिले आधिकारिक रूपमा इरानको पक्षमा मोर्चा खोले भने यो सङ्घर्ष क्षेत्रीय स्तरबाट उठेर सिधै तेस्रो विश्वयुद्धमा परिणत हुने निश्चित छ। तसर्थ रुस र चीनको यो मौनता एउटा यस्तो मौकाको पर्खाइ हो जहाँबाट विश्वको शक्ति सन्तुलन सधैँका लागि बदलिन सक्छ। डोनाल्ड ट्रम्पको सत्ता परिवर्तनको तीव्र आकाङ्क्षा र इरानको आफ्नो अस्तित्व रक्षाको अन्तिम लडाइँले मध्यपूर्वलाई अहिले एउटा यस्तो खतरनाक मोडमा उभ्याएको छ जहाँबाट कूटनीतिक संवादका सबै ढोकाहरू लगभग बन्द भएका छन्। अबको बाटो वार्ताको टेबुलले होइन, बरु रणमैदानमा खस्ने मिसाइल र त्यहाँबाट निस्कने खरानीको परिणामले तय गर्ने निश्चित छ। आयतुल्लाह अली खामेनीको अन्त्यलाई अमेरिका र इजरायलले आफ्नो रणनीतिक विजय माने पनि यसले इरानभित्र प्रतिशोधको यस्तो आगो बालेको छ जसलाई निभाउन अब कुनै पनि अन्तर्राष्ट्रिय मध्यस्थता पर्याप्त हुने छैन। यो द्वन्द्वले विश्वलाई अनिश्चित र खतरनाक शीतयुद्धतर्फ धकेल्नेछ, जहाँ एकातिर अमेरिका र इजरायल हुनेछन् भने अर्कोतिर रुस र चीनको बलियो मौन समर्थनमा इरानले अमेरिकासँग युद्ध लडिरहनेछ। सम्भवतः अमेरिकाका लागि भियतनाम भन्दा पनि घातक हुन सक्छ इरान युद्ध। दर्शकवृन्द, तपाईलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।